साथीहरू, आज हाम्रो आइसिटी ट्रेनिङको अन्तिम दिन। साथीहरूसँग बसेर रमाइलो गर्दै गीत गाउँदै हामी चाहिँ गफ गर्दैछौँ। हेर्नुहोस् है त, चिया खाइसकेपछि हामीलाई चाहिँ एकछिन सरले पढाउनु भयो। के सिकाउनु भयो त आजको हाम्रो यो अन्तिम दिनको क्लासमा सरले, हेरौँ है। अब त्यो आवश्यक पर्यो भने त्यतातिर जाउँला तर डस कमान्ड अब हामीले क्लासमा त्यो डस कमान्ड त्यति युज गर्दैनौँ। यसरी सरले चाहिँ हामीलाई प्रत्येक व्यक्ति भएको ठाउँमा गएर राम्रोसँग सिकाउनु भयो। आइसिटीको महत्त्व बुझाउनु भयो। आइसिटीमा हामीले के गर्न सक्छौँ, शिक्षण सिकाइ क्रियाकलापमा आइसिटीको प्रयोग कसरी गर्न सक्छौँ, हाम्रो कक्षा कोठामा आइसिटीलाई हामीले कसरी युटिलाइज गर्न सकिन्छ भन्ने बारेमा एकदमै राम्रोसँग ज्ञान दिनुभयो। यो चाहिँ हाम्रो 10औं दिन थियो। 10औं दिनको तालिममा चाहिँ हामीले धेरै कुरा सिक्ने मौका पायौँ। बाटो समयको किन्दिउँला मायालाई साडी बम्बईको, किन्दिउँला मायालाई साडी बम्बईको। कति सुन्दर धुली खेलबजार मायालु गइरहेछन् बाटो समयको, किन्दिउँला मायालाई साडी बम्बईको, किन्दिउँला मायालाई साडी बम्बईको। जति हेऱ्यौ झन् राम्री देख्दैछु तिम्रो नाम मुटुमै लेख्दैछु बाटो समयको, किन्दिउँला मायालाई साडी बम्बईको, किन्दिउँला मायालाई साडी बम्बईको। यो मुटुले त्यही मुटु खोज्दैछ सयौं बिचमा, तिमीलाई नै रोज्दैछ बाटो समयको, किन्दिउँला मायालाई साडी बम्बईको, किन्दिउँला मायालाई साडी बम्बईको। छड्के सिउँदो चञ्चले छ बानी फक्रिएको, रहेछ नि जवानी बाटो समयको, किन्दिउँला मायालाई साडी बम्बईको, किन्दिउँला मायालाई साडी बम्बईको। हस्, धन्यवाद। ल है त सुरु गर्छु। सबैलाई मिरमिरेको सुनौलो बिहानी राम्रो लाग्छ, सबैलाई मिरमिरेको सुनौलो त्यो बिहानी राम्रो लाग्छ। फुल जस्तै फक्रिएको सुन्दर जवानी राम्रो लाग्छ, फुल जस्तै फक्रिएको सुन्दर जवानी राम्रो लाग्छ। मुहारमा लाली क्रिम नङमा रातो पालिस लाको, मुहारमा लाली क्रिम नङमा रातो पालिस लाको। छड्के सिउँदो सही खालका चञ्चल बानी राम्रो लाग्छ। अंगना में खोजलू दुआरुबा में खोजलू टिरिंग 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 से पूछलू सासू जी से पूछलू सैया जी से पूछले शर्मा गेली दैया गे यही ठाम टिकुली हरा गेली दैया गे। थैंक यू। सम्हालेर राखी तिमीलाई जहाँ सुन्दर ठाउँ थियो, सम्हालेर राखी तिमीलाई जहाँ सुन्दर ठाउँ थियो। पल्टाइ हेरे छातीभित्र तिम्रै प्यारो नाम थियो, पल्टाइ हेरे छातीभित्र तिम्रै प्यारो नाम थियो। लाखौँ जुनी साथ दिने कसम तिमीले खाएकी थियौ, लाखौँ जुने साथ दिने कसम तिमीले खाएकी थियौ। पोल्टो फुकाई चौतारीमा।
ओके साथीहरू, यसरी हाम्रो चाहिँ 10 दिनको तालिम चाहिँ समाप्त भयो। एकदमै धेरै कुराहरू सिक्ने मौका पायौँ हामीले। बागमती प्रदेशका विभिन्न क्षेत्रबाट पाल्नुभएका सम्पूर्ण साथीहरूसँग भेटघाट गर्ने मौका, आफ्नो हरेक कुराहरू सेयर गर्ने मौका पायौँ। ओके, यो भिडियो हेरेर सबैले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। बाई, हेभ अ गुड डे।